गाइस, दर्शन नमस्ते, वेलकम टु माई न्यू ब्लग। नमक झापामा आज चाहिँ हावा चलिरहेछ। अघि भर्खरै 1, साढे 1, 2देखि हावा चल्दैछ, हेर्न सक्नुहुन्छ। अनि आज चाहिँ फेरि मैले के गरेको छु, कटर काटेर रेडी गरेको छु। अरूलाई त मन पर्छ कि पर्दैन थाहा भएन, तर मलाई चाहिँ असाध्यै मन परेको हुनाले बारम्बार यही कटर है। खसीको मासुको भाउ पनि बढेको अवस्था, भर्खरै काटेर गलेर 2टा कटरी रेडी छ। अहिले हावा हुन्देरी चलिरहेछ। अहिले आगो बाल्नु ठिक छैन, मौसम हल्का साँझ पर्यो भने टक्कसँगले चुला बालेर सिलोटामा मसला पिसेर, उहाँ रेडी छ सिलोटा, मसला पिसेर ल्याम खाने हो। खसीको मासुभन्दा पनि डेन्जर स्वाद बनाएर टक्कसँगले हेर्नुहोस् है गाइस। मेरो यो कटरको सब्जी चुलोमा पकाएको, त्यही माथि सिलोटामा पिसेको मसला। ओ माई गड, खसीको मासु पनि फेल हुन्छ क्या गाइस। बाई बाई, थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। दिस इज माई होम एन्ड लाइक कमेन्ट सब्सक्राइब प्लिज गाइस। म त गर्छु त अरूहरूको भिडियोमा लाइक कमेन्ट सब्सक्राइब। हाम्रो चाहिँ के हो, गाइजहरूलाई चाहिँ कस्तो चाहिँ के हो, अगाडि हल्लाउने पछाडि हल्लाउने मात्रै मनपर्छ क्या। छोटो छोटो लुगा लगाएको, नाइटो देखाएको, छाती देखाएको होइन, त्यो गर्नु हुँदैन। इफ यु डोन्ट माइन्ड गाइस, जस्ट जोकिङ क्या, हल्का जोक त गर्नुपर्छ नि, यति त चल्छ नि होइन र गाइस। थ्याङ्क यू। इस्कुसको मुन्टा फेरि ठुलो ठुलो हुँदै जाँदैछ, हेर्नुहोस् न, टिप्नु पर्ने अवस्था भइरहेछ। इस्कुसको मुन्टा, फर्सीको मुन्टा, आज मजाले हावा चल्दैछ। बोडी पनि माथि माथि गएको छ, करेला फलिरहेछ, कति छ खाइयो। बाई बाई गाइस। अब कटरको सब्जीको लागि रेडी गर्नु पर्यो मर मसला। बाई, थ्याङ्क यू।